हेलो गाइज, गुड मर्निङ। के छ खबर? म चाहिँ ठिक छु। आज चाहिँ हाम्रो काम चाहिँ बारीमा आलु खन्ने काम छ। यो चाहिँ हप्ता दिन अगाडि नै यो आलुको डाँठ चाहिँ काटेर राखिसकेका थियौँ। यो चाहिँ लगभग हप्ता 10 दिन 15 दिनसम्म राख्दा पनि केही फरक पर्दैन। तर चाहिँ अब हामीले चाहिँ खनिन्छ, लहरे बाली लगाउने तयारी गर्नुपर्छ चाँडै। त्यस कारणले चाहिँ आलु पनि चाँडै खन्ने हो। यता चाहिँ देख्न सक्नुहुन्छ हाम्रो बारीमा यो बन्दा छ। यो ग्रिन कर्नेटको यो चाहिँ चेप्टोवाला योले हाड हुन्छ। खानालाई चाहिँ चाउमिनमा चाहिँ एकदम मजाले बिच्छ। यता चाहिँ यो सिर्जना जातको टमाटर यो चाहिँ फल्दैछ चाहिँ दामी फलेछ है गाइजहरू। यस्तो छ। मैले चाहिँ यो लगाएपछि पनि पहिला भिडियो बनाएको थिएँ, हेर्न सक्नुहुन्छ। यो चाहिँ चाइनिज भन्छ, कोरियन यसलाई बन्दा भन्छ के भन्छ, यसको चाहिँ मैले खिम्ची भन्छ भन्थे अचार चाहिँ रेडी अवस्थामा चाहिँ डल्लो परिसकेछ। हेर्न सक्नुहुन्छ यति धेरै छ है। त्यही साग पनि छ। भाइले उता फरुवा लिएर रेडी छ। अब आलु खनिन्छ। आज के गरिन्छ मैले भिडियो मार्फत सबै लिनेछ है साथीहरू। ल लिँदैछौँ। सक्नुहुन्छ आलुको साइजहरू दामी छ, क्वालिटी पनि दामी छ, साइज पनि दामी छ। यो चाहिँ बजारमा लोकल आलु हो। यो चाहिँ हामीले यसको डाँठ चाहिँ 22 गते माथिको डाँठ चाहिँ काटेर छोडेको थियौँ। आज चाहिँ 28 गते 6-7 दिनको अन्तरालमा आज आलु हार्भेस्ट लिँदैछौँ। र आलुहरू चाहिँ राम्रै फलेको छ, हेर्न सक्नुहुन्छ। त्यसो हो भाइ लिएर मैले खन्दैछौँ। अझै यत्रो छ बाँकी। मुला पनि धुस्ते दामी भएको छ। देखाउँछु है मैले। मुला चाहिँ यो कोही सानो छ, एकै नासको चाहिँ छैन, कोही चाहिँ एकदम ठुल्ठुलो भएको छ क्या। आलु पनि त्यस्तै छ, सानो चाहिँ एकदम कम छ, ठुलो साइजको मात्र छ। पर पनि लगाएको थियौँ आलु, खासै धेरै त थिएन, तर उता 1 कुइन्टल बढी आयो। योतिर अब कति आउँछ ल साथीहरू।